आमाको माया। एकादेशको कुरा हो। एउटा गाउँमा आमा र उसको छोरा एउटा सानो घरमा बस्थे। आमाले दिनहुँ जङ्गल गएर दाउरा काटेर ल्याई बेची उनीहरूको जीवन चल्थ्यो। आमाले जसोतसो छोरालाई मेहनत गरेर पढाइ लेखाइ हुर्काएकी थिइन्। यसरी नै दिनहरू बित्दै जान्छन्। छोरा हुर्कदै जान्छ र ठुलो हुन्छ। छोरा भने कमाउनको लागि गाउँ छाडेर सहर जाने निर्णय गर्छ। उसले एक दिन आमालाई यो निर्णय राख्छ र आमा भने चिन्तित हुन्छन्। एउटा भएको छोरा पनि आफूबाट टाढा जानेको डरले आमालाई सताउँछ। तर छोराको खुसीको लागि भए नि आमा भने तयार हुन्छन्। र एक दिन छोरा सहर जाने तयारी गरी झोला बोकी बाहिर आउँछ। आमा भने ढोकामै उभिएर हेरिरहन्छन् र उनले छोरालाई भन्छन्, बाबु सधैँ समयमै खाना खानु र आफ्नो ख्याल गर्न हेरचाह गर्न भने नभुल्नु है। अनि छोराले भन्छ, हुन्छ आमा, सहर गएर आफ्नो सपना पुरा गरी ठुलो मान्छे भएर तपाईलाई गाउँबाट लिन आउनेछु। त्यति भनेर छोरा सहरतिर लाग्यो। तर आमाको मन भने गाउँमा नै अड्किरह्यो। यसरी नै समय बित्दै गयो। छोरा भने सहरमा व्यस्त जीवन बिताउँदै थियो। छोराले आमालाई फोन गर्न पनि बिर्सन्छ। आमा हरेक साँझ आकाश हेरेर छोराको प्रतीक्षा गरिरहेकी हुन्छन्। आमा भने छोराको फोनको घन्टी सुन्न खोज्छिन्। तर फोनको घन्टी भने कहिल्यै बजेन। यसरी नै समय बित्दै जान्छ। आमा हरेक दिन छोराको प्रतीक्षा गरिरहन्छन्। उनी दिनदिनै शारीरिक र मानसिक रूपले कमजोर हुँदै जान्छन्। यतिकैमा एक दिन उनको निधन हुन्छ। उसको निधन भइसक्दा पनि उसको छोरा भने अझै घर आइपुग्दैन। छोरा चाहिँ आफ्नो सधैँको व्यस्त दिनचर्यामा हराउँछ। उसले सहरमै बस्ने निर्णय गर्छ र एक दिन काम गरेर पैसा धेरै कमाएर सहरमा नै घर किन्ने निर्णय पनि गर्छ। छोराले सहरमा टोपी बेच्ने काम गर्थ्यो। उसको व्यापार राम्रै तरिकाले चलिरहेको थियो। उसको व्यापार राम्रो हुँदै जान्छ र उसले धेरै पैसा कमाउन लाग्छ र एक दिन सहरमै घर किन्ने निर्णय गर्छ। त्यसपछि आमालाई लिएर आएर आफूसँगै राख्छु भन्ने सोचले ऊ घर किन्न जान्छ र उसले सहरमा एउटा आलिसान घर किन्छ। छोराले धेरै कमाइ गरेर आफूले सहरमा घर किनी सबै सफलता हासिल गरेर अब आमालाई आफूसँगै सहर लिएर आउँछु भनेर वर्षौं वर्षपछि गाउँ जाने निधो गर्छ र ऊ एक दिन गाउँ जाने गाडी चढेर गाउँतिर लाग्छ। छोरा गाडीबाट झर्छ र आफ्नो गाउँको घरतर्फ लाग्छ। घर पुग्दा अँध्यारो भइसकेको हुन्छ। छोरा घर पुग्दा घर सुनसान देख्छ। कतै पनि आफ्नी आमालाई देख्दैन र भान्सामा जान्छ आमा त्यतै छिन् कि भनेर। अनि ऊ भान्सामा पुग्दा पनि आफ्नी आमालाई देख्दैन। त्यहाँ देख्छ त केवल आमाको पुरानो एउटा फोटो मात्र। आमाको माया त अझै त्यही थियो। तर उसकी आमा भने यो संसारमै थिएनन्। यो देखेर छोराले आँखाभरि आँसु राखेर भकानिँदै रुन थाल्छ। छोराले आफ्नो आमाको त्यो एउटा भएको फोटोलाई अँगाल्दै रुन लाग्छ। ऊ रुँदा रुँदै एउटा कुनामा निदाउँछ। केही समयपछि ऊ निन्द्राबाट बिउजिन्छ र आमाको त्यही फोटो अँगाल्दै आफ्नो पुरानो घरलाई बाहिर र भित्रबाट मजाले निहाल्छ। आमा साथमा नहुँदा उसले आफूले आफूलाई निकै एक्लो र कमजोर महसुस गर्छ। त्यति बेला उसलाई आमाको मायाको महसुस हुन्छ। उसले आफैलाई भन्छ, आमालाई मैले आफू पहिला जाने बेला नै लिएर जानुपर्ने रहेछ।
र उसलाई आमाको पीडाले सधैँ सताउँछ र उसले आफूलाई मनमनै भन्छ, कहिलेकाहीँ जिन्दगीमा सबैभन्दा ठुलो दौलत पैसामा मात्र होइन, आमाको मायामा पनि लुकेको हुन्छ।